वाउ, यो देखेपछि मुखबाट वाउ ननिस्किने त कुरै भएन। यस्तो राम्रो लिली फ्लावर क्रोसेट है, र मलाई पनि एकदमै हेरेपछि बनाउन मन लाग्यो। हाई, म चाहिँ 37 विक प्रेग्नेन्ट छु र आफूले टाइम पास गर्नलाई के गरौँ भइरहेको थियो। सो मैले चाहिँ यो कलरको धागोहरू चुज गरेँ क्रोसेट गर्नलाई, र मसँग भएको सामग्रीहरू निकालेर अब म लागेँ फटाफट फ्लावर बनाउनको लागि। सबै थोक चाहिँ पेटबाट सिकेर आएको हुँदैन। सो 1 बाई 1 गरेर मैले चाहिँ यसको चाहिँ पेटल्सहरू बनाउन थालेँ। सो यसमा चाहिँ मैले मसिनो तार अघि देखाएको वायर थियो नि, हो त्यो हालेको छु। पेटल्सहरू रेडी गरेपछि मैले चाहिँ अब रेडी गरेँ लिफ। पत्ता पनि त चाहियो नि हैन। पत्ता बनाइसकेपछि चाहिँ फेरि फ्लावरको बिचमा हाल्ने जुन चाहिँ हुन्छ नि फ्लावरको बिचको भाग हो त्यो बनाउनको लागि फेरि वायर लिएर त्यसमा चाहिँ र्याप गरेर बिचमा बनाउने जुन हाल्ने पार्ट पनि मैले बनाएर रेडी गरेँ। सो वायर हाल्यो भने चाहिँ यसरी घुमाउन ओर्न सजिलो हुन्छ के। यो वायरहरू चाहिँ मैले किनेको होइन, आफ्नै घरमा अब उब्रेको तारहरू थियो है। सो त्यो चाहिँ नफालिकन मैले चाहिँ त्यसलाई नै भेला पारेर राखेको थिएँ। केही न केहीमा युज गर्छु, म DIY गरिराखेको हुन्छु। सो त्यसरी आफ्नै घरको सामान चाहिँ मैले युज गरेको हो, किन्नु परेन। र 1 बाई 1 यसरी पेटल्सहरू जोड्दै जाने, अनि त्यसपछि हरियो धागोले बेर्दै जाने हैन। अनि त्यसपछि कतिको भागमा आफूलाई राख्नु मन लागेको छ यो पत्ताहरू पनि त्यो भागहरू आफैले क्याल्कुलेट गर्ने, अनि यतिकोमा सुहाउँछ भन्ने भएपछि आफूले त्यसरी नै बेर्दै जाने। त्यो पुरै डन्डामा बेरिसक्नु पर्ने हुन्छ, जुन चाहिँ त्यसले चाहिँ राम्रो फिनिसिङ दिन्छ। यो प्रेग्नेन्सीको टाइममा चाहिँ धेरै नै सास बढ्ने समस्या भएको छ मलाई पनि, र धेरै यसरी बोल्दाखेरि प्राय भिडियोमा तपाईहरुले पनि विचार्नु भएको होला, मेरो चाहिँ सास बढिराखेको हुन्छ क्या यसरी रेकर्ड गर्दा पनि है। सो तपाईहरुलाई पनि के हुँदैछ, के गर्दै हुनुहुन्छ, कसरी टाइम पास गर्नुहुन्छ, म चाहिँ यसरी टाइम पास गर्दैछु। र वायर हालेपछि चाहिँ यसरी फ्लावरलाई जस्तो पनि सेप दिन सकिन्छ, त्यही भएर मैले वायर हालेको। अब मेरो फुलहरू चाहिँ पुरा कम्प्लिट भएको छ। मैले टोटलमा 5 वटा बनाएको छु। सो यस्तो भिडियो तपाईहरुलाई मन पर्छ भने चाहिँ मलाई फलो गर्न सक्नुहुन्छ। मेरो YouTube च्यानल पनि दिएको छु, मलाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ, माया देखाइदिन सक्नुहुन्छ। कस्तो के लाग्यो है, कस्तो राम्रो ब्युटिफुल छ। आफैले बनाएर पनि होला कि के हो थाहा छैन। भोलिको दिनमा बेबीलाई फोटोशूट गर्नलाई पनि मलाई काम हुन्छ भनेर मैले बनाएँ, र अहिले चाहिँ फिलहाल मेरो आफ्नो रुमलाई डेकोरेसन गर्नको लागि पनि काम लाग्छ। ओके, बाइ बाइ।